आज चाहिँ म तपाईहरुलाई तपाईहरुको ल्यापटप अथवा डेस्कटपमा कनेक्ट रहेको वाइफाईको पासवर्ड कसरी हेर्ने, सिएमडी प्रम अथवा कमन प्रमबाट कसरी हेर्ने भनेर चाहिँ भिडियो बनाएको छु। ढिलो नगरी म मेरो ल्यापटपको स्क्रिन सेयर गर्न गइरहेको छु। सबैभन्दा फर्स्टमा चाहिँ तपाईले विन्डो प्लस आर थिच्नुहोस्, विन्डो प्लस आर थिच्नुहोस्। त्यसपछि रन बक्स ओपन हुनेछ। त्यसमा तपाईले सिएमडी टाइप गर्नुहोस् र ओके गर्नुहोस्। त्यसपछि तपाईको कमन प्रम ओपन हुनेछ। म चाहिँ अलिकति यसको कलर चेन्ज गर्छु हेर्नको लागि एट्र्याक्टिभ होस् भनेर। र तपाईले चाहिँ अब चाहिँ यो कमन टाइप गर्नुहोस्, नेट एसएच wlan सो प्रोफाइल नेम इक्वल टु डबल कोटेसन मार्क। यो जुन डबल कोटेसन यो नेम इक्वल टु डबल कोटेसन मार्क छ नि, यसमा चाहिँ तपाईको वाइफाईको नाम अथवा एसएसआईडी चाहिँ तपाईले यसमा राख्नुपर्ने छ अथवा टाइप गर्नुपर्ने छ। यसमा चाहिँ मेरो एसएसआईडी अथवा नाम टाइप गर्न गइरहेको छु। त्यसपछि तपाईले की इक्वल टु क्लियर गरेर इन्टर थिच्नुहोस्। र तपाईले यहाँ यस्तो युजर इन्टरफेस आउँछ, तपाईको यस्तो आउनेछ। यसमा चाहिँ फर्स्टमा तपाईको नाम बिलिङ, यो चाहिँ मेरो चाहिँ बिलिङ हो। तपाईको वाइफाईको एसएसआईडी अथवा नाम जे छ त्यही आउनेछ। यसमा चाहिँ तपाईको यहाँनिर पासवर्ड भनेर चाहिँ यहाँतिर काहीँ देखाउने छैन। यसमा के देखाउँछ भने तपाईलाई चाहिँ यहाँनिर हेर्नुस्, यहाँनिर की कन्टेन्ट भनेर छ नि, हो यो की कन्टेन्ट भनेर नै देखाएको हुन्छ है। यो की कन्टेन्ट भनेर यहाँनिर लेखेको छ नि, यो 1215 @ #22 यो चाहिँ मेरो वाइफाईको पासवर्ड हो। तपाईको पनि यसरी नै हेर्न सक्नुहुनेछ।